हेलो साथीहरू, नमस्ते। आज म नुहाउने घिउ र घिउ निकाल्न गइरहेको छु है। हामीले सँगालेर राखेको तरलाई एक बोडुको फ्रेश पिउने पानी हालिदिने। त्यसपछि हल्का हातले राम्ररी घोल्ने। निरन्तर चलाउँदै एकछिन पछिको धैर्य पश्चात मैले यति राम्रो दानेदार नुहाउने घिउ निकाले। अब भने निकालिएको नुहाउने घिउ र मोहीलाई हामीले छुट्टा छुट्टै भाँडामा छुटाउनु पर्दछ। साथीहरू, आज त बाहिर पानी परेर चिसो भएको थियो, त्यसैले नुहाउने निक्लिन टाइम लाग्यो, तर ढिलै भए पनि एकदमै राम्रो नुहाउने निस्केको छ। हेर्नुस् त, मोही पनि छुट्टियो र अब हामीले सानो आगो गरेर घिउ बसाल्ने छौं। घिउ बसालिसकेपछि हामीले निरन्तर चेक गरिराख्नु पर्छ, हैन भने घिउ उम्लेर जाने र आसन लाग्ने समस्या हुन सक्छ। बेला बेलामा हामीले बिस्तारै पनियोको सहायताले घिउलाई पनि चलाउनु पर्छ र चलाउँदै एकछिन पछि यसरी पयालो गरी नेचुरल्ली घिउ सेपरेट हुन्छ र त्यसरी नै फेरि गोल्डन ब्राउन कलरमा मजाले प्लेन हजुरले सफा घिउ पाउनुहुन्छ। अब भने छुट्याएर सहज हुने गरी भाँडामा राख्ने। साथीहरू, आजको मेरो मिनी ब्लग हजुरहरूलाई कस्तो लाग्यो प्लिज लाइक कमेन्ट गरिदिनु होला। दिन शुभ रहोस्। बाई।